पनि एकदम राम्रो छ, यहाँ पुरै हरियाली फुल छ। तपाईँहरूको लागि यहाँलाई स्वागत छ विशेष। आज चाहिँ म तपाईँहरूलाई चाहिँ बागमतीको खोला देखाउँदैछु र बागमतीमा भएको एउटा दामीको पुल पनि देखाउँदैछु। तपाईँहरूले विशेष हेर्नुहोस् र माया गरिदिनुहोस्। हेर्न सक्नुहुनेछ यहाँका यो चाहिँ बागमती खोला हो। बागमती खोलामा चाहिँ तपाईँहरूलाई विशेष स्वागत छ। यहाँनिर चाहिँ प्रतीक्षालयहरू पनि छ र हेर्नुहोस् यहाँनिर चाहिँ पुल पनि एकदम राम्रो छ, यहाँ पुरै हरियाली फुल छ। तपाईँहरूको लागि चाहिँ मैले विशेष एकदम दामीहरू फुल ल्याएको छु। बागमती खोला चाहिँ पहिलाको भन्दा हदसम्म अहिले बढेको पनि छ। अनि आज चाहिँ मौसम एकदम धुम्म भएको छ। यहाँ हेर्नुहोस्, यहाँ चाहिँ शिवम सिमेन्टको चाहिँ फ्याक्ट्री पनि रहेछ। तपाईँ विशेष हेर्न सक्नुहुन्छ यहाँको दृश्यहरू, आजको मौसमहरू, सँगसँगै पुल चाहिँ तपाईँहरूको लागि विशेष हो। आजको पुल चाहिँ एकदम दामी छ। सँगसँगै मलाई पनि हेर्नुहोस् पुल। यहाँ मान्छेहरू चाहिँ एक्सर्साइज पनि गर्छन् धेरै। ल हेर्नुहोस्, म एक्सर्साइज गरेर आएको छ। सबैभन्दा ठुलो भनेको फिटनेस हो, शरीरको लागि फिटनेस सबैभन्दा राम्रो हुन्छ। त्यही भएको कारणले हो। हरेक दृश्यहरू हेर्न सक्नुहुन्छ। यहाँ मानिसहरू पनि धेरै छ। सँगसँगै गाडीहरू कुदिरहेको छ बिहान बिहानको मौसममा। तपाईँहरूको लागि चाहिँ विशेष आकाशमा चाहिँ कहाँबाट भेट आइसक्नु सबैजनाको आफ्नो गन्तव्य सँगसँगै कोही त बाटो कुदिरहेको गइरहेको फुलहरू फुलहरू एकदम राम्रो छ। जस तपाईँहरू पनि आउन सक्नुहुन्छ। पोल राम्रो पोल हालेर। अनि त्यसपछि उताको एरियाहरू पनि राम्रो छ। सिमेन्ट फ्याक्ट्री भएर होला पुरै भाल्ला चिप्स छ। यता भैयाजीले चाहिँ यहाँ पुरै रेलको पानी बेच्ने हरेक आफ्नो व्यवसायहरू मान्छेहरूले गरिरहेको हुन्छ। सानादेखि ठुला दृश्यहरू पनि हुन्छ। यहाँबाट तपाईँहरूले कोटेश्वर जडीबुटी साइड जान पनि सक्नुहुन्छ। यो रोडबाट चाहिँ यहाँका जङ्गल हरियाली नै हरियाली। शिवम सिमेन्ट सँगसँगै तपाईँहरूको लागि चाहिँ कागहरू पनि कुदिरहनु भएको है। मान्छेहरू सब एक्सर्साइज गरेर आइसकेको। बागमती खोला पनि एकदम दामी छ। हेर्नुहोस् खोलाहरू एकदम पानी पर्ला जस्तो भइरहेको थियो। वर्षाको समय भएर होला, तर अब चाहिँ घाम लाग्ने चाहिँ विशेष कुरो भइरहेको यहाँनिर भिडियो बनाउनु त भनेको माया गर्नु, लाइक गर्नु, कमेन्ट गर्नु, सब्सक्राइब पनि गरिदिनु सक्नुहुन्छ।